राजधानी काठमाडौँबाट दक्षिण भेगमा करिब 17 किलोमिटर पर रहेको कालीदेवीको मन्दिर नै दक्षिण काली मन्दिर हो। यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो। यो फर्पिङको मोटो स्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो। चारैतिर हरियालीले सजिएको यो मन्दिर 2 नदीको दोभानमा छ। यो मन्दिरमा कालीको मूर्ति बाहेक अन्य देवी देवताको मूर्ति पनि छन्। यो मन्दिरमा वर्षेनी हजारौं भक्तजन आफ्नो मनोकांक्षा पूरा गर्न आउने गर्दछन्। मूलत दशैंको बेला यहाँ विशेष मेला लाग्ने गर्दछ। यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोणले धनी छ। त्यति मात्र होइन, राजाहरूको देवाली मनाउने ठाउँको रूपमा पनि कुनै बेला यो प्रख्यात थियो। दक्षिणकाली मन्दिरको पनि विभिन्न किम्वदन्ती पाइन्छ। तान्त्रिकहरूले आफ्नो तन्त्र मन्त्रद्वारा भारतबाट देवीलाई नेपाल ल्याई मूर्तिका रूपमा दक्षिणकाली मन्दिरको स्थापना गरेको किम्वदन्ती लोकविश्वासमा चर्चित रहेको छ। यस्तै यो मन्दिरसँग एउटा रोचक पक्ष पनि जोडिएको छ। त्यो के हो भने पहिले यो मन्दिरमा भक्तजनहरूले देवीकै मुखमा नरिवल फुटाउने गर्दथे। त्यसकारण देवीको मुखाकृति बिग्रिएको छ।